वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते सबैलाई, कस्तो हुनुहुन्छ? त आजको म भ्लग स्टार्ट गर्दैछु नेपाली भनेर नेपाली भनेर अरे के भन्छ नेपालीमा आज म मतलब पुरा जति मेरो भ्लग हुन्छ पुरा कन्भर्सेसन म नेपालीमै गर्छु आज। अनि अहिले म नुहाएर आएँ, देख्न सक्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ हजुरहरूले। अनि अब मतलब आज नवरात्रिको लास्ट दिन मतलब हिजो थियो लेकिन आज मतलब त्यो भसमहरू गर्छ अनि आज पुरा पूजाहरू हुन्छ। अनि आज लागबत्ती छ हाम्रो घर छेउमा आन्टी घरमा, त म त्यही नआएर अब जान आँटेको हो। बिहानबाट चाहिँ केही पनि खाएको छुइनँ, मम्मीले चाहिँ मना गर्नुभयो खानुको लागि। यसो म कन्ट्रोल गर्न सक्छु खानुको लागि। त फेरि अब रेडी हुन्छु अनि हजुरहरूलाई देखान्छु कस्तो लाग्छ। म अहिले त सिम्पलमै छु त मेरो दिदीलाई देखान्छु। हेर्नु हाम्रो दमैनी दिदी कहाँबाट सिक्नु भएको कहाँबाट सिक्नु भएको हजुरले यो त्यहाँबाट कहाँबाट सिक्नु भएको ओ भाइ साहब। त हुन्छ गाइस, म हजुरलाई देखान्छु रेडी भएर ल। म त कस्तो अप्ठ्यारो लाग्दैछ कि नेपालीमा बोल्नु, किनकि म हमेसा हिन्दीमा बोल्छु त हमेसा हिन्दीमा बोल्छु नि त। अनि खुदलाई मतलब भन्नुको लागि अप्ठ्यारो लाग्छ। यसो त युजुअली घरमा नेपाली बोल्छु बट ब्लगमा हमेसा हिन्दीमा बोल्छु। त हुन्छ म हजुरलाई देखान्छु। बेसी बनाउँदैन, अलिअलि मात्रै बेसी के भन्छ सानो सानो चिजहरू देखान्छु, क्लिपहरू हजुरलाई। हुन्छ अब रेडी हुनुको बाद मिल्छु, बाई बाई। म घरबाट निस्किँदैछु। मलाई यो के भन्छ ढुक्काटी लिएको छु अनि यहाँबाट फुल टिप्छु अनि त्यसको बाद जान्छु। निस्केको यो मेरो नयाँ घर हो, यता पिछापट्टि छ। अनि यो हो मेरो टोकरी, फुलको टोकरी, फुलहरू ल्याउँछु। अनि अब जाने हो गाइस। एकछिन ल, मेरो यो चुलले नि अब ठिक छ, तक्लिफ हुँदै थियो यहाँ अगाडि आएर। अब निस्केको म जान्छु, मेरो घर यता पछाडि नै छ। त म तपाईँलाई पुगेर देखाउँछु ल गाइस। गाइस म पुग्नु आँटेँ यहाँ घर छेउमा। यता देख्न सक्नुहुन्छ यहाँ टेन्ट लगाएको छ, यो वाइट टेन्ट। यता जाँदैछु म अब अनि दर्शन गर्छु। पुगेँ यता अनि हेर्न सक्नुहुन्छ सबैजनाले हम लोग को आंटी दीदी जूस। हाँ हम लोग ठंडा बांट रही हो दीजिए ठंडा बांट रही हो, थैंक यू। ये है पी लेते हैं। बिर्से मैले नेपाली बनाउँदा बिर्सेछु मैले, हिन्दी बोल्न थालेछु। चलो अब हामी अलिकति जुस पिल्यौँ किनकि मैले पूजा गरिसकेँ। अनि फेरि कहाँ पूजा गर्दा नि भिडियो छिटो बनाएर राख्नु नि त नि आन्टीहरू हुनुहुन्छ, त्यसको लागि मैले पूजा गरिसकेँ। अब अलिकति जुस पिन्छु ल। मजा आ गया, मजा आयो, मजा। हाम्रो माताको मन्दिर यहाँ यसरी सजाएको छ, यहाँ दियोहरू बालेको छ। भर्खर मैले यो पूजा गरिसकेँ अनि अब यहाँ लागबत्तीको लागि तयारी गर्छौँ हामी। हाम्रो बडी हो, मेरो मतलब बडी मम्मीको दिदी। अनि यहाँ अब थोरै सा हेल्प गरिदिन्छु गाइस। हामीले भर्खर तेलमा यो के भन्छ छोपेर यता उयोहरू राखेको छु, सुताहरू लागबत्तीको लागि अहिले तयार गर्दैछु। हाम्रो बडी अनि आन्टीहरू, अनि यहाँ आन्टीहरूले पूजा गरिराख्नु हुँदैछ, उता टिकाहरू लगाउनु हुँदैछ त्यसमा। अनि हेर्न सक्छ हात तेल भएछ हाम्रो। हेर्नु हाम्रो वन्दनाहरूले या दिदी बहिनी सबैले लागबत्ती जलाउनुको लागि भिजाउनु हुँदैछ। यहाँ सबै दिदी बहिनीहरू सब तयारी छ, सबैले गर्नु हुँदैछ। म त भर्खर आइपुगेको, म पनि अलिकति छुन्छु ल। हाम्रो मेरो बेस्ट फ्रेन्ड रोमान्टिक हुँदा त लगाउनु होला हैन, लागबत्ती हो त तिम्रो वर्ष यसका लागि म दर्शक भएर हुन्छ। दादा अनि अङ्कलहरूले सब्जीहरू बनाउँदैछ। हाम्रो अङ्कलहरूले आलुको सब्जी, यो सब्जी बनाउनुहुन्छ। अङ्कल हाई भनिदिनुहोस्। खाउँछ एकछिन म आराम गर्छु अनि हाम्रो मम्मीहरूले काम गर्नुहुँदैछ यता बाहिर आएर। भित्र पण्डितजीले अब पूजा गर्नुहुन्छ अनि यहाँ बाहिर आएर हामी गर्दैछौँ। यहाँ अहिले पूजा गर्नुहुँदैछ हाम्रो पण्डितजीले, हेरि सक्नुहुन्छ हजुरहरूले। सामग्रीको प्याकेट
बडी मलाई याद थिएन है अभी हामी मात्रै के भन्छ अगाडि पनि उता पूजा हुँदैछ नि त भाउजूको त्यहाँ जान्दैछु म बडी अनि यहाँ आन्टीहरू मम्मीहरू यहीँ हुनुहुन्छ मम्मी गएर आइसक्नु भयो हामी जान्दैछौँ अब प्रसाद खाएर आउने अरे उता गएर जान्दैछु आन्टीहरू पनि आउनुभयो पछिबाट अनि हामी सबैजना यता भन्छ मन्दिरमा जान्दैछु घरमै पूजा गरेको अनि त्यतै हामी अब गएको प्रसाद खानुको लागि गाइस सक्नुहुन्छ यहाँ सबैजना नोकने खानुको लागि बसेको छ से हाई हाई बोल्नु यसले यहाँ क्या हो हँसियारी यहाँ बेलु हुँदैछ भाबीजी खै नानी पक्रेर काम गरेपछि देखाउँदैछ बहुत काम किया नौकन्याको खुट्टाहरू धोएर खाउँदैछ पानी पिउँदैछ भने हेर्न सक्नुहुन्छ हाम्रो मैले जहाँ म अगाडि गएको थिएँ त्यहाँ चाहिँ हिजै खिलाएको थिएँ नौकन्यालाई अनि आज चाहिँ हाम्रो भाउजूले यसरी म आज नौकन्यालाई चाहिँ खिलाउनु हुँदैछ पुरी सब्जीहरू यसरी हेर्न सक्नुहुन्छ आज चाहिँ लास्ट दिन हेर्न सक्नुहुन्छ मेरो ओटिपी ऊ हाम्रो भाउजू पछिबाट हेरिराख्नु हुँदैछ नाम मुनि को गुल्लु बुल्लु को हेलो भन्दै बाबु हाई भन्दै हाई वाह गुड मैले आँटाको डल्लो बनाउँदैछु भाउजूहरूले पुरी बनाउनु हुँदैछ होइन होइन नाममा लागेको यता हेरिदेऊ बाबु यता हेरिदेऊ खै लड्डु देऊ मलाई म खाने देऊ न लड्डु माता रानीको खानु हुँदैन लड्डु देऊ न लड्डु देऊ न बाबु माता रानी आफ्नै हेर्न सक्नुहुन्छ यहाँ सबैलाई चुन्नीहरू लगाइदिनु भएको छ भाउजूले एरिना क्या देख रही हो हाँसौँ किन हाँसौँ मजाले कविता कविता के राम्रो लागेन कसको बाबा कति लामो छिन 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 कसको बाबु कसको तिम्रो तिम्रो खुट्टा बाबु हाम गरिदेऊ हाम गरिदेऊ हाम गरिदेऊ अहिले त्यो खाने त्यो खाने होइन लड्डु खाऊ गुड प्रसाद भी खाइहालौँ गाइस यसको वातावरण खान्छु म अगाडिको हेलो भनिदेऊ किसी गर्नु न के खाएको अङ्गुल अङ्गुल खाएको अङ्गुल म यस्तो गरिदेऊ यस्तो गरिदेऊ यस्तो गरिदेऊ न यस्तो बर गर्नु न भुन्टु गल गल जाने गल आ गर न त आइपुग्यौँ अनि हाम्रो पण्डितजी हुनुहुन्छ खै यतापट्टि आउनु यतापट्टि नमस्ते भन्नु न त नमस्कार जय माता दी जय माता दी जय माता दी लेट्स टक भन्नु मम्मी म घर गइरहन्छु मम्मी गर्छ घर घर ना पाउँछु तो मैं अभी घर जा रही हूँ गाइस बाद में आऊँगी फॉर द रेस्ट कर देगी पर्सा खानुहुन्छ चलते हैं गाइस घर की ओर गाइस घरमा आराम गर्नु आएको थिएँ म अनि फेरि मम्मीले एकछिन 5-10 मिनट मात्रै एकछिन जस्तो सुतेको मात्रै फेरि मम्मीले फोन गर्नुभएछ अहिले होम हुँदैछ होममा चाहिँ जलाउनुको लागि भनेर त्यही जान्दैछु रेस्ट भी गर्नु पाइन पुरा थाकिसकेँ सन्डेको दिन रेस्ट पान्छ त्यो पनि आज रेस्टै भइ छैन रेस्टलेस फिल हुन्छ पुरा निन्द्रा लागिरहेछ जस्तो हुन्छ अब त्यहाँ गएर फेरि म तपाईँलाई देखाउँछु ल अगाडिको अम्मीले पुरा फेम चल्दैछ सुन्नुहोस् मेरिकल गाइस यहाँ आगो जल्दैछ यता घुम्दैछ बोटुकोमा पानी छ नि फुल छ त्यो फुलाले त सुरालाई पानी छर्किदिनु अब हामी स्वाहा गर्नुपर्छ स्वाहा गर्नुपर्छ खान्छु म तपाईँलाई अब होम हुन्छ अब पण्डितजीले भन्नुहुन्छ स्वाहा अनि हामी स्वाहा गर्छ स्वाहा हरि ओम महाकृष्ण
हिरण्येन सवितार्णेन देवो जाति भुवनानि पश्यन्न ओम स्वाहा। हामीले होमहरू गरिसके अब हामी आरती गर्न आँटेको हो। हेलो नानी, हाई भनिदेऊ। अब हामी आरती गर्न आँटेको हो। त्यसको बाद तपाईँहरूलाई देखाउँछु म हामीहरू कसरी आरती गर्छ। ओम जय जगदीश अभी पंडित जी मेरा हाथ में रस्सी बांधिनु हुँदैछ। रस्सी अरे धागालाई। गाइस मैले टिका पनि लगाइसकेँ। शाम भइसकेको छ, 5 बजिसकेको छ। अनि अहिले हाम्रो आरतीहरू खत्तम भइरह्यो। टिकाहरू लगाएँ। अब हामी एकछिन बस्छौँ अनि त्यसको बाद पुरेर खानुपर्छ। त्यसको बाद लागबत्ती पनि छ शाममा। अझै राति मतलब 6:30 बजी त लागबत्ती पनि छ। हजुरहरूलाई अलिअलि क्लिपहरू देखाउँछु ल। तयारी गर्नु हुँदैछ आन्टीहरूले, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ चलाउँछु त देखाउँछु ल। यतातिर पनि गर्नुहुँदैछ साइड साइडमा। हुन्छ तपाईँ लागबत्ती स्टार्ट भइसकेको छ। हामीले पूजा गरिसक्यौँ। अनि यता हेर्नुहोस् लागबत्तीहरू जलाउनु भयो नि। ल उठाउनुहोस् त आफ्नो आफ्नो हातको आरतीले। अब आरती गर्दै घुर्दै गर्नुपर्छ है। आफ्नो लगाएको वस्त्रलाई ध्यान दिनु होला। चेयरमा बस, चेयरमा बस। प्रभु जय जगदीश हरे, भक्त जनों के संकट दुखी जनों के संकट क्षण में दूर करोष्य कालहर। म घर पनि आइसकेँ। खाएँ अलिकति प्रसादहरू, पुरी सब्जीहरू। अनि फेरि अहिले म घर आएँ। अब भ्लगलाई एन्ड गरेको टाइम आइसकेको छ। अगर तपाईँलाई मेरो दिनभरिको भ्लग मतलब आज त्यस्तो त केही थिएन, सन्डे हो। अनि पुरा त भ्लगमा मन्दिर पूजा यो सबै त भयो आज दिनभरि। अगर तपाईँलाई मेरो भ्लग राम्रो लागेको छ भने नभुल्नुहोस् लाइक, सेयर अनि सब्सक्राइब गर्नुको लागि। अनि आज मैले नेपालीमा भ्लग यसले बनाएको किनकि मतलब मलाई बहुतजनाले भन्दै थियो कि तिमी एकबार नेपालीमा नै भ्लग बनाएर हेर भनेर। अनि त्यसको लागि त्यो रिक्वेस्टमा मैले नेपालीमा आज भ्लग बनाएको। म यस्तो आशा गर्छु कि तपाईँहरूलाई मेरो आजको भ्लग राम्रो लाग्यो होला। त हुन्छ, बाई बाई। भेटौँ न नेक्स्ट भ्लगमा। टाटा।